50% अनुसन्धानमा, 20% चाहिँ लेखनमा, 10% चाहिँ तपाईको 10% इन्टरभ्यूमा। अब हामीसँग 20% बाँकी रहन्छ। 20% मा चाहिँ 15% हाम्रो एडिटरलाई समय दिनुपर्ने हुन्छ हामीले, किनकि हामीले लेखेको स्टोरी कुनै पनि समयमा फाइनल हुँदैन, किनकि हामीले जे लेख्छौं त्यसलाई रिचेक गर्ने काम चाहिँ सम्पादकहरूले गर्नुहुन्छ। सम्पादकहरूको आफ्नो लामो बुझाइ हुन्छ, गहन बुझाइ हुन्छ। उहाँहरूले यहाँ यो पुगेन भनेर फेरि हामीलाई काम दिने पनि सम्भावना हुन्छ। अनि यदि पुगेको छ भने पनि राइटिङ कस्तो छ, कुन एंगलमा राइटिङ छ भन्ने कुरा पनि उहाँहरूले चेक गर्नुहुन्छ। त्यसको लागि 15% चाहिँ हामीले छुट्याउनु पर्छ जस्तो मलाई लाग्छ। र अन्तिममा मलाई लाग्छ 5% चाहिँ कसरी बाहिर ल्याउने, कस्तो त्यसको डिजाइन कस्तो हुने, त्यहाँ के कुरा चाहिँ राख्ने, फोटो कस्तो राख्ने भन्ने कुरामा चाहिँ हामीले खर्च गर्नुपर्छ।